स्थानमा प्रशिक्षार्थीहरूको आगमन भइरहेको छ। दीक्षान्त समारोहमा आमन्त्रित अतिथिज्यूहरूको आगमन भइरहेको छ। आज मिति 2079 साल भदौ 9 गते हुन गइरहेको प्रहरी जवान आधारभूत तालिम 12-5औं समूहको दीक्षान्त समारोहका लागि प्रशिक्षार्थीहरू दीक्षान्त कवाज मैदानमा उपस्थित भइसकेका छन्। दीक्षान्त समारोहमा आमन्त्रित अतिथिज्यूहरूको आगमन हुने क्रम जारी छ। हाम्रो आतिथ्यतालाई सहर्ष स्वीकार गरी यस महाविद्यालयमा सञ्चालन भएको प्रहरी जवान आधारभूत तालिम 12-5औं समूहको दीक्षान्त समारोहमा पाल्नुभएका सम्पूर्ण आदरणीय अतिथि महानुभावहरूमा यस महाविद्यालयको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन टक्राउँदछु। दीक्षान्त समारोहमा आमन्त्रित अतिथिज्यूहरूको आगमन हुने क्रम जारी छ।
प्रमुख अतिथिज्यूको समारोह स्थलमा आगमन भइसकेको छ। अब प्रशिक्षार्थीहरूबाट प्रमुख अतिथिज्यूमा जर्मनी सलामी अर्पण गर्ने कार्यक्रम रहेको छ। यतिखेर प्रमुख अतिथिज्यू समर्थित दीक्षान्त कवाज निरीक्षणको लागि प्रतिवेदन गर्न दीक्षान्त परेड कमान्डर प्रशिक्षार्थी प्रहरी जवान योगेश थापा मञ्चतर्फ आउँदै हुनुहुन्छ। श्रीमान, दीक्षान्त कवाज निरीक्षणको लागि तयार छ। अब प्रमुख अतिथिज्यूबाट दीक्षान्त कवाजको निरीक्षण हुन गइरहेको छ। साथमा हुनुहुन्छ यस महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक श्रीमान मधुसूदन लुइटेलज्यू। स्कटिङ गर्दै हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी जवानद्वय कुबेर श्रेष्ठ र नेत्रलाल पुन र साथमा हुनुहुन्छ दीक्षान्त परेड कमान्डर प्रशिक्षार्थी प्रहरी जवान योगेश थापा। लक कति हो?
प्रदर्शनको लागि तात्तीमा दाहिने बुढा गर्न दाहिने अब दीक्षित भइजाने शिक्षार्थीहरूबाट दीक्षान्तको बाद प्रदर्शन हुन गइरहेको छ। दीक्षान्तको अपराधको प्रदर्शन गर्दै प्रहरी जवान आधार पानी 12 प्रतीक्षार्थी प्रहरी जवानहरू प्रभातको ऐतिहासिक पृष्ठभूमि खोज्दै जाँदा इसातिर 650 एक स्पाटन गरिरहेको विस्तार गरेको पाइन्छ। यति बेला स्पाटन फौजले परेड बिहान 5 बजेदेखि 8 बजेसम्म र बेलुका 5 बजेदेखि 9 बजेसम्म सुन्ने गर्दथ्यो। परेडमा अर्को महत्त्वपूर्ण अन्वेषण रोमका मार्टिन र सिल्लाका पालामा भयो, जसलाई जुलियस सिजर र पम्पीले परिमार्जित गरेको पाइन्छ। बबाज अनुशासित ढङ्गबाट अधिकृत तथा जवानहरूले व्यक्तिगत रूपमा वा सामूहिक रूपमा तरिकाबद्ध भई एक स्थानबाट अर्को स्थानसम्म विभिन्न रचनाहरूमा हतियार तथा खाली हात सहित गरिने निश्चित हरकत हो। बबाज प्रणाली यस्तो माध्यम हो जसले सङ्गठनका नवप्रवेशी सदस्यहरूका लागि साङ्गठनिक आचरण तथा सङ्गठन प्रशिक्षार्थी प्रहरी जवान किशोर काजी, सहायक परेड कमान्डरहरू हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी जवान अर्जुन चौधरी र प्रशिक्षार्थी प्रहरी जवान रमेश गोल। त्यसै गरी टोली नम्बर 2लाई नेतृत्व गर्दै हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी जवान मोहनलाल आले, सहायक परेड कमान्डरहरू हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी जवान कृष्ण थारू र प्रशिक्षार्थी प्रहरी जवान प्रकाश विद। त्यसै गरी टोली नम्बर 3लाई नेतृत्व गर्दै हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी जवान कविलाल बुढामगर, सहायक परेड कमान्डरहरू हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी जवान सुनिल बुढामगर र प्रशिक्षार्थी प्रहरी जवान रोशन प्राजुली। त्यसै गरी टोली नम्बर 4लाई नेतृत्व गर्दै हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी जवान अमल विग, सहायक परेड कमान्डरहरू हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी जवान युवराज थापा र प्रशिक्षार्थी प्रहरी जवान गोपाल घटिमगर। त्यसै गरी टोली नम्बर 5लाई नेतृत्व गर्दै हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी जवान तुलसी विक, सहायक परेड कमान्डरहरू हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी जवान सञ्जु अमर र प्रशिक्षार्थी प्रहरी जवान सुरज पुल। त्यसै गरी टोली नम्बर 6लाई नेतृत्व गर्दै हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी जवान धनबहादुर राणा, सहायक परेड कमान्डरहरू हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी जवान सविता थापा र प्रशिक्षार्थी प्रहरी जवान बयान रोकामगर। र अन्तमा टोली नम्बर 7लाई नेतृत्व गर्दै हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी जवान निर्माण बाबु सेजवाल र सहायक परेड कमान्डरहरू हुनुहुन्छ प्रशिक्षार्थी प्रहरी जवान रोशन डाँगी र प्रशिक्षार्थी प्रहरी जवान मणिष विकट।
ठुलो प्रदर्शन भइरहेको छ। अबको चरणमा शपथ ग्रहणको कार्यक्रम रहेको छ। हजुर छ अर्को राष्ट्रिय झण्डा, प्रहरी झण्डा, विभिन्न धर्मका धर्मग्रन्थहरू बोकी प्रशिक्षक टोली मञ्चतर्फ अगाडि बढिरहनु भएको छ। अब राष्ट्रिय सलामीको कार्यक्रम रहेको हुँदा अतिथि महानुभावहरूमा आफ्नो स्थानमा उठेर सम्मान प्रकट गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। धन्यवाद। विभिन्न धर्मका धर्मग्रन्थ बोकेर दीक्षान्त कवासतर्फ अगाडि बढ्दै यस महाविद्यालयका प्रशिक्षकहरू।
वीरताको प्रतीक खुकुरी, राष्ट्रियताको प्रतीक राष्ट्रिय झण्डा, प्रहरी सङ्गठनको प्रतीक प्रहरी झण्डा र आफ्नो आस्थाको प्रतीक धर्मग्रन्थलाई साँची राखी कार्य क्षेत्रमा अत्यन्तनिष्ठ भई मन वचन र कर्मले सेवा गर्ने प्रतिज्ञा गर्दै परीक्षार्थीहरू कार्यक्रम अनुसार प्रहरी जवान आधारभूत तालिम 12-5औं समूहको दीक्षान्त कवाचका प्रशिक्षार्थीहरूलाई शब्द उच्चारणद्वारा शपथ ग्रहण गराइदिनु हुन यस महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ परीक्षक श्रीमान मधुसूदन लुइटेलज्यूमा हार्दिक अनुरोध गर्दछु। नेपाल राज्यमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी जनताको जीवधन र स्वतन्त्रताको संरक्षण गर्न नेपालको संविधानप्रति पूर्णतया निष्ठावान रही आफ्नो सम्पूर्ण योग्यता ज्ञान र विवेकले भ्याएसम्म आफ्नो कर्तव्यलाई भय पक्षपात लोभ माया वा द्वेष भाव नराखी पालना गर्नेछु भने म सत्य निष्ठा प्रतिबद्धता सहित प्रतिज्ञा गर्दछु। देश र जनताको नाममा शपथ लिन्छु। धन्यवाद। यस महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ परीक्षक श्रीमान मधुसूदन लुइटेलज्यू। Set the ground!
शिक्षार्थीहरूबाट पुनः राष्ट्रिय सलामीको कार्यक्रम भएको हुँदा अतिथि महानुभावहरूलाई आफ्नो स्थानमा उठेर सम्मान प्रकट गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। अबको क्रममा स्वागत मन्तव्य सहितको तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरिदिनको लागि यस महाविद्यालयका प्रहरी परीक्षक श्री कृष्णबहादुर पल्ली मगरज्यूलाई हार्दिक अनुरोध गर्दछु। जय नेपाल। सत्य सेवा सुरक्षणम, विवेक निष्ठा साहस। यस दीक्षान्त समारोहका प्रमुख अतिथि तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका निर्देशक प्रहरी नायब महानिरीक्षक श्रद्धेय श्रीमान बुद्धिराज गुरुङज्यू, यस महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ परीक्षक श्रीमान मधुसूदन लुइटेलज्यू, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरवका प्रहरी वरिष्ठ परीक्षक श्रीमान राजेन्द्र सिंह खड्काज्यू, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटका समादेशक सशस्त्र प्रहरी वरिष्ठ परीक्षक श्रीमान किरण बस्नेतज्यू, पश्चिम नौपासीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीमान रामचन्द्र खयालज्यू, नेपाली सेना श्री गोरखदल गढ नवलप्रासीका गणपति प्रमुख सेनानी श्री ज्ञानकाजी श्रेष्ठज्यू, सशस्त्र प्रहरी बल नेपाल नम्बर 26 गढ नवलप्रासीका गणपति सशस्त्र प्रहरी परीक्षक श्री रूपकुमार छेत्रीज्यू, उपस्थित सिनियर प्रहरी अधिकारीज्यूहरू, सुनौल नगरपालिका वडा नम्बर 11 का वडाध्यक्ष श्री कमल प्रसाद ट्वाइज्यू, पूर्व प्रहरी कर्मचारीज्यूहरू, अभिभावकज्यूहरू, जुनियर प्रहरी अधिक तथा जवानहरू र आज दीक्षित भई कार्यक्षेत्र प्रवेश गर्न लाग्नुभएका प्रहरी जवान आधारभूत तालिम 5औं समूहका प्रशिक्षार्थी प्रहरी जवानहरू। सर्वप्रथम त व्यस्त समयको बावजुद यस प्रहरी जवान आधारभूत तालिम 5औं समूहको दीक्षान्त समारोहमा पाल्नुभएका प्रमुख अतिथिज्यू, आमन्त्रित अतिथिज्यूहरू तथा उपस्थित सम्पूर्ण महानुभावज्यूहरूमा यस महाविद्यालयको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। यस प्रहरी जवान आधारभूत तालिम 5औं समूहमा तालुक प्रहरी प्रधान कार्यालय तालिम महाशाखाबाट जम्मा 424 जना प्रशिक्षार्थीहरूको मनोनयन भएकोमा 4 जना अनुपस्थित रहेकोले 420 जना पुरुष प्रशिक्षार्थीहरू यस महाविद्यालयमा हाजिर भई मिति 2078 असोज 17 गते विधिवत रूपमा तालिम उद्घाटन भएको बेहोरा जाहेर गर्दछु। सहभागी भएका प्रशिक्षार्थीहरूमध्ये तालिमको क्रममा 4 जना प्रशिक्षार्थीहरूको विविध स्वास्थ्य सम्बन्धी समस्याको कारणले तालिम रद्द भएको, 4 जना प्रशिक्षार्थी प्रहरी जवानहरूले
प्रशिक्षण प्रत्याग गरेको र एकजना स्वतः निलम्बनमा परेकोले यस दीक्षान्त समारोहमा जम्मा 411 जना प्रशिक्षार्थीहरू सहभागी रहेको बेहोरा श्रीमान प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्णमा निवेदन गर्न चाहन्छु। स्वीकृत तालिम पाठ्यक्रम अनुसार कुल कार्य अवधि 234 दिन रहेको यस तालिममा प्रशिक्षार्थीहरूलाई आन्तरिकतर्फ नेपाल र नेपाल प्रहरी संगठन, सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान तथा विद्यमान कानुन र प्रवृत्ति तथा कारबाही जस्ता विषयहरूमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिएको थियो। बाह्यतर्फ कवाज, चाँदमारी, शारीरिक व्यायाम, खेलकुद, खाली हात लडाई, जुडो र कराते जस्ता विषयहरूमा समय सापेक्ष र बहुआयामिक ढङ्गले प्रशिक्षण दिनुका साथै विभिन्न अतिरिक्त क्रियाकलापहरू समावेश गरी प्रशिक्षण गराइएको बेहोरा प्रमुख अतिथिमा जाहेर गर्दछु। कुल 700 पूर्णाङ्कमा मूल्याङ्कन गरिएको यस तालिमको अन्तिम परीक्षामा सहभागी 411 जना प्रशिक्षार्थीहरूमध्ये क श्रेणीमा 372 र ख श्रेणीमा 39 जना गरी सम्पूर्ण प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम सम्पन्न गरेको बेहोरा श्रीमान प्रमुख अतिथिमा जाहेर गर्न चाहन्छु। प्रशिक्षणको क्रममा अनुशासित भई उच्च मनोबलका साथ सफलतापूर्वक तालिम सम्पन्न गर्नुभएकोमा आज दीक्षित भई कार्यक्षेत्रमा जान लाग्नुभएका सम्पूर्ण प्रहरी जवानहरूलाई हार्दिक बधाई दिँदै कार्यक्षेत्रको सफलताको शुभकामना प्रकट गर्दछु। तालिमको क्रममा आर्जन गरिएका ज्ञान, सिप, कौशलको पुनः सदुपयोग गरी कार्यक्षेत्रमा आफूलाई आदर्श प्रहरीको रूपमा उभ्याउनुहुनेछ भन्ने कुरा यस प्रहरी तालिम महाविद्यालयले पूर्ण विश्वास लिएको बेहोरा अवगत गराउँदै यहाँहरूको व्यक्तिगत तथा व्यावसायिक जीवनको सफलता र उत्तरोत्तर प्रगतिको कामना समेत गर्न चाहन्छु। प्रहरी प्रधान कार्यालय र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजबाट समय समयमा भएको अनुगमन, मूल्याङ्कन तथा निर्देशन र यस महाविद्यालयका प्राचार्यज्यूबाट समय समयमा प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई भएको प्रत्यक्ष भेट, अन्तर्क्रिया तथा निर्देशनले प्रशिक्षण सञ्चालनलाई सहज एवं सफल तुल्याएको बेहोरा समेत श्रीमान प्रमुख अतिथिमा जाहेर गर्न चाहन्छु। अन्त्यमा श्रीमान प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्ण अतिथि महानुभावहरूमा पुनः हार्दिक स्वागत गर्दै स्वागत मन्तव्य तथा तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन यही अन्त्य गर्ने अनुमति चाहन्छु। धन्यवाद। जय नेपाल। उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरणको कार्यक्रम रहेको बेहोरा जाहेर गर्न चाहन्छु। प्रहरी जवान आधारभूत तालिमको दौरानमा विभिन्न विद्यामा उत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण गरिदिनु हुन यस दीक्षान्त समारोहका प्रमुख अतिथि तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका निर्देशक प्रहरी नायब महानिरीक्षक श्रद्धेय श्रीमान बुद्धिराज गुरुङजीमा सादर अनुरोध गर्दछु। उत्कृष्ट प्रशिक्षार्थीहरू हुनुहुन्छ प्रहरी युक्ति तथा कारबाही प्रथम प्रशिक्षार्थी प्रहरी जवान विजय सेन्टान। त्यसैगरी चाँदमारी प्रथम हुनुभएको छ प्रशिक्षार्थी प्रहरी जवान अर्जुन कुमार बुढामगर। त्यसैगरी शारीरिक व्यायाम प्रथम हुनुभएको छ प्रशिक्षार्थी प्रहरी जवान हित कुमार राई। त्यसैगरी कवाद प्रथम हुनुभएको छ प्रशिक्षार्थी प्रहरी जवान योगेश थापा। त्यसैगरी अध्ययन प्रथम हुनुभएको छ प्रशिक्षार्थी प्रहरी जवान विराज राणा। त्यसैगरी सर्वतृतीय हुनुभएको छ प्रशिक्षार्थी प्रहरी जवान टेकबहादुर खत्री। र त्यसैगरी जो सर्वद्वितीय हुनुभएको छ प्रशिक्षार्थी प्रहरी जवान रोशन प्राजुली। र सर्वप्रथम हुनुभएको छ प्रशिक्षार्थी प्रहरी जवान विजय सेन्टान।
हेर्नु पुरस्कार वितरण गरिदिनु भएकोमा प्रमुख अतिथिज्यूमा आभार व्यक्त गर्दछु। यस पश्चात विकसित भइजाने प्रशिक्षार्थी प्रहरी जवानहरूलाई दीक्षान्त सम्बोधनको लागि प्रमुख अतिथिज्यूमा सादर अनुरोध गर्दछु। अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भइरहेका प्रमुख प्रहरी वरिष्ठ अध्यक्ष श्री राजेन्द्र सिंह खड्काज्यू, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दाघाटका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक श्री किरण बस्नेतज्यू, नवलपरासी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी श्री रामचन्द्र अर्यालज्यू, गोरखदल गणपरासीका गणपति प्रमुख सेनानी श्री ज्ञानकाजी श्रेष्ठज्यू, सशस्त्र प्रहरी बल नेपाल नम्बर 26 बेलासुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक श्री रूपकुमार छेत्रीज्यू, जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायक उपरीक्षक भोजराज पाण्डे लगायत उपस्थित सम्पूर्ण सिनियर प्रहरी अधिकारीज्यूहरू, सुनौल नगरपालिका वडा नम्बर 11 का वडाध्यक्ष कमल प्रसाद स्वाईज्यू, पूर्व प्रहरी कर्मचारीहरू, प्रशिक्षार्थीका आदरणीय अभिभावकज्यूहरू, उपस्थित जुनियर प्रहरी अधिकृत तथा जवानहरू, यस महाविद्यालयमा तालिमरत रहनुभएका प्रशिक्षार्थी प्रहरी अधिकृत तथा जवानहरू र आज विकसित भई कार्यक्षेत्रमा प्रवेश गर्न लाग्नुभएका प्रहरी जवान आधारभूत तालिम 5औं समूहका प्रशिक्षार्थी प्रहरी जवानहरू, सर्वप्रथम आजको यस दीक्षान्त समारोहमा मलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गर्नुभएकोमा यस महाविद्यालयका प्राचार्य मधुसूदन मिर्टल लगायत प्रहरी युक्ति तालिम महाविद्यालय परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यस दीक्षान्त समारोहमा प्रशिक्षार्थीहरूले भर्खरै प्रदर्शन गरेको दीक्षान्त कवाजमा जुन प्रकारको चुस्ती फुर्ती र जोस जागर देखाउनु भयो त्यसको म मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु र तपाईहरूलाई धन्यवाद समेत व्यक्त गर्न चाहन्छु। समाजमा अपराध रोक्ने र घटित अपराधको प्रभावकारी अनुसन्धान गर्ने तथा विपत्तिमा उद्धार र आपतकालीन सेवा प्रदान गर्ने प्रमुख उद्देश्यले स्थापना भई मुलुक र मुलुकीको सेवामा रही गरिमामय इतिहास कायम गरेको नेपाल प्रहरी सङ्गठनमा आबद्ध भई राष्ट्र र समाजको पवित्र सेवामा समर्पित गर्न हौसला र प्रेरणा प्रदान गर्नुभएकोमा समस्त प्रशिक्षार्थीहरूका आदरणीय अभिभावकज्यूहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। प्रहरी जवान पदमा भर्ना भएका प्रहरी कर्मचारीहरूलाई व्यावसायिक एवं प्रभावकारी ढङ्गबाट कर्तव्य निर्वाह गर्न आवश्यक पर्ने ज्ञान सिप र कौशल प्रदान गर्ने उद्देश्यले प्रहरी जवान आधारभूत तालिम सञ्चालन गरिएको हो। नेपाल प्रहरी सङ्गठनको आधार स्तम्भको रूपमा रहेको प्रहरी जवान पदमा भर्ना भई प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी आज विकसित भई कार्यक्षेत्रमा प्रवेश गर्न लाग्नुभएका सम्पूर्ण प्रशिक्षार्थीहरूलाई म हार्दिक बधाई दिन चाहन्छु। प्रहरी सङ्गठनको नीति र आवश्यकता अनुसार सञ्चालित यस तालिमको माध्यमबाट प्रहरी जवानको पदमा रही निर्वाह गर्नुपर्ने भूमिका र कार्य सम्पादनका लागि आवश्यक पेशागत ज्ञान सिप र धारणाका सकारात्मक परिवर्तन र विकास भएको र कार्यक्षेत्रमा राष्ट्रले माग गरेको योगदान दिन प्रत्येक प्रशिक्षार्थीहरू सक्षम हुन सक्नेछ भन्ने विश्वास लिएको छु। तालिमको सम्बन्धमा एउटा प्रचलित भनाइ छ, जसले तालिममा पसिना बगाउँदछ उसले लडाइँमा रगत बचाउँदछ। तालिम अवधिमा कठिन मेहनत लगन र त्यागबाट आर्जन गरेको आधारभूत ज्ञान सिपले
तपाईँहरूलाई कार्यस्थलमा निश्चय नै व्यावसायिक सफलता र व्यक्तिगत सन्तुष्टि मिल्नेछ भन्ने आशा लिएको छु। हरेक प्रहरी कर्मचारी आफ्नो कामप्रति लगनशील, जिम्मेवारप्रति चिन्तनशील र कार्य सम्पादन स्तरमा दक्ष रहे जुनसुकै विषम परिस्थितिमा पनि विचलित नभइकन आफ्नो जिम्मेवारी निर्वाह गर्न तत्पर रहनु पर्दछ। यस तालिम पश्चात तपाईँहरू आफ्नो तोकिएको कार्यक्षेत्रमा जाँदै हुनुहुन्छ। प्रहरीको कार्यक्षेत्र निकै चुनौतीपूर्ण छ। यस्ता कयौँ विषम परिस्थितिहरूमा आफूले तालिममा सिकेको ज्ञान, सिप र कौशलको सही उपयोग गरेर नै व्यावसायिक र उत्तरदायी रूपमा सङ्गठनले सुम्पिएको जिम्मेवारी पुरा गर्न सक्षम हुन सक्नुहुनेछ। बलेको दियोले मात्र अर्को निधेको दियोलाई बाल्न सक्दछ भने जस्तै यस तालिमबाट प्रज्वलित हुनुभएको तपाईँहरूले कार्यक्षेत्रमा कुनै पनि प्रकारको प्रलोभन, भय, त्रास, मलाइजा, कष्ट आदिबाट प्रभावित नभइकन मुलुकको प्रचलित कानुन बमोजिम अन्यायमा परेका पीडित र सङ्कटमा परेका दीन दुखीको सेवा गर्दै राष्ट्र सेवामा कठोर रूपमा उभिन सक्षम हुनुहुनेछ भन्ने नेपाल प्रहरी सङ्गठनले अपेक्षा राखेको छ। यदि यहाँहरूले कार्यस्थलमा गएर जन अपेक्षा अनुसारको सेवा प्रवाह गर्न सक्षम हुनुभयो भने मात्र जनताले न्यायको आभास गर्नेछ। जनताहरू निर्धक्क भएर दिनमा शान्तिको महसुस गर्न सक्दछन् भने राति चयनको निद्रा निदाउन सक्दछन्। त्यसैले यहाँहरू सम्पूर्णलाई म पूर्ण व्यवसायिक, सदाचार, कर्तव्यनिष्ठ, इमान्दार र नैतिकवान प्रहरी कर्मचारीको रूपमा आफूलाई स्थापित गरी देश र जनताको सेवामा समर्पित हुन निर्देशन दिन्छु। यसै अवसरमा यस तालिममा विभिन्न विधामा उत्कृष्ट भई आज पुरस्कृत हुने प्रशिक्षार्थीहरूलाई पनि हार्दिक बधाई दिन चाहन्छु। एक पुरा युवकलाई प्रहरीका आधारभूत ज्ञान सिप प्रदान गरी एक कर्मठ प्रहरी कर्मचारीको रूपमा विकास गर्नु निश्चय नै एक कठिन कार्य हो। सीमित भौतिक तथा मानवीय स्रोत साधनको समुचित परिचालन गरी यस प्रहरी जवान आधारभूत तालिम सम्पन्न गर्न सफल भएकोमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय परिवारलाई पनि हार्दिक बधाई दिन चाहन्छु। साथै प्रशिक्षण कार्यमा अहोरात्म खटिनुभएका महाविद्यालयका प्राचार्य, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, प्रहरी हवलदार र प्रहरी जवान लगायत तालिमको व्यवस्थापनमा खटिनुभएका यस महाविद्यालयका सम्पूर्ण प्रहरी कर्मचारीहरू तथा यस तालिममा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण निकाय र महानुभावहरूलाई समेत हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँहरूको अथक लगन, मेहनत र परिश्रमको सङ्गठनले उचित मूल्याङ्कन गर्नेछ भन्ने विश्वास समेत दिलाउन चाहन्छु र आगामी दिनहरूमा समेत सङ्गठनले दिएका यस्तै प्रकृतिका जिम्मेवारीहरू प्रभावकारी रूपमा निर्वाह गर्न सधैँ तयार रहनुहुनेछ भन्ने आशा लिएको छु। अन्त्यमा आजको यस दीक्षान्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा आमन्त्रण गरी म प्रति दर्शाउनु भएको आतिथ्यताको लागि हार्दिक धन्यवाद व्यक्त गर्दै आज विकसित भइजाने सम्पूर्ण प्रहरी जवानहरूको व्यावसायिक तथा व्यक्तिगत समृद्धिको कामनासहित मेरो मन्तव्य यही अन्त्य गर्न चाहन्छु। धन्यवाद। जय नेपाल। आफ्नो अमूल्य निर्देशन सम्बोधनको लागि प्रमुख अतिथिज्यूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु। कार्यक्रम अनुसार प्रमुख अतिथिज्यूमा मायाको चिनो प्रदान गर्ने कार्यक्रम रहेकोले मायाको चिनो प्रदान गरिदिनु हुन यस महाविद्यालयका प्राचार्यज्यूमा सादर अनुरोध गर्दछु। साथै मायाको चिनो ग्रहण गरिदिनु हुन दीक्षान्त समारोहका प्रमुख अतिथि तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजका निर्देशक प्रहरी नायब महानिरीक्षक प्रदेश श्रीमान बुद्धिराज गुरुङज्यूमा सादर अनुरोध गर्दछु। सशस्त्र प्रहरी बल सीमा सुरक्षा तालिम शिक्षालय बर्दाघाटका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्री किरण बस्नेतज्यू, जिल्ला प्रशासन कार्यालय पश्चिम परासीका सहायक प्रमुख जिल्लाधिकारी श्री रामचन्द्र अर्यालज्यू, गोरखदलगढ परासीका गणपति प्रमुख सेनानी श्री ज्ञानकाजी श्रेष्ठज्यू, सशस्त्र प्रहरी बल नेपाल नम्बर 26 गणका गणपति प्रहरी उपरीक्षक श्री रूपकुमार छेत्रीज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरू, सुनवल नगरपालिका वार्ड नम्बर 11 का वडाध्यक्ष श्री कमल प्रसाद चौधरी,
पूर्व प्रहरीज्यू, अभिभावकज्यूहरू, उपस्थित जुनियर प्रहरी अधिकारी तथा जवानहरू, प्रहरी निरीक्षक आधारभूत तालिम 181 समूहका प्रशिक्षणार्थी प्रहरी निरीक्षकहरू र आज दीक्षित भई कार्यक्षेत्र प्रवेश गर्न लाग्नुभएका प्रशिक्षणार्थी जवान भाइहरू। यस प्रहरी जवान आधारभूत तालिम 5औं समूहको दीक्षान्त समारोहका प्रमुख अतिथि श्रीमान प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङज्यूमा आफ्नो व्यस्तता बावजुद हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी प्रमुख अतिथिको रूपमा पाल्नुभई तालिममा उत्कृष्ट हुने प्रशिक्षणार्थीहरूलाई पुरस्कार वितरण तथा सारगर्भित निर्देशन सम्बोधनका लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। दीक्षान्त समारोहमा उपस्थित अतिथिज्यूहरू, अभिभावकज्यूहरू एवं समारोहमा पाल्नुहुने सम्पूर्ण प्रहरी अधिकारी तथा जवानहरूमा यस महाविद्यालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। करिब 11 महिनादेखि अनवरत रूपले लगनशील र उच्च अनुशासनमा रही प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी आफ्नो कार्यक्षेत्र जान लाग्नुभएका सम्पूर्ण दीक्षित प्रहरी जवानहरूलाई कार्यक्षेत्रमा सफलता मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दै प्रशिक्षणको दौरानमा यहाँहरूले प्रदर्शन गर्नुभएको उच्च अनुशासन, साहस, मेहनत र धैर्यताको लागि समेत धन्यवाद दिन चाहन्छु। निरन्तर प्रशिक्षण कार्यमा खटी सर्वसाधारण नागरिकको रूपमा रहेका व्यक्तिहरूलाई आज एक व्यावसायिक रूपले सुयोग्य प्रहरी जवानको रूपमा प्रशिक्षित गराउनु हुने सम्पूर्ण प्रशिक्षकहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। अति संवेदनशील र चुनौतीपूर्ण दायित्व वहन गर्नुपर्ने प्रहरी सङ्गठनमा आफ्ना प्रिय सन्ततिहरूलाई आबद्ध गराउनु भएकोमा समस्त अभिभावकज्यूहरूमा समेत हार्दिक धन्यवाद दिन चाहन्छु। आजको यस दीक्षान्त समारोहमा सङ्गीत प्रस्तुत गर्नुहुने सङ्गीत टोलीलाई समेत यस महाविद्यालयको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। तालिमलाई प्रत्यक्ष एवं परोक्ष रूपमा सहयोग गर्नुहुने तालुक प्रहरी प्रधान कार्यालय तालिम महाशाखा, प्रबन्ध निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज लगायत सम्पूर्ण निकाय तथा व्यक्तित्वहरूमा आभार प्रकट गर्न चाहन्छु। अन्तमा आज दीक्षित भई कार्यक्षेत्र जान लाग्नुभएका सम्पूर्ण जवानहरूको भावी व्यावसायिक तथा व्यक्तिगत जीवन सफल र सुखमय रहोस् भन्ने कामना गर्दै आजको यस दीक्षान्त समारोहका प्रमुख अतिथि श्रीमान प्रहरी नायब महानिरीक्षकज्यू लगायत उपस्थित सम्पूर्ण अतिथिज्यूहरू, अभिभावकज्यूहरूप्रति पुनः हार्दिक आभार प्रकट गर्दै मेरो धन्यवादको मन्तव्य यही अन्त्य गर्ने अनुमति चाहन्छु। धन्यवाद। जय नेपाल। धन्यवाद। श्रीमान मधुसूदन निखेलज्यू। अबको क्रममा प्रशिक्षणार्थीहरूबाट प्रमुख अतिथिज्यूमा पुनः जर्नली सलामी अर्पणको कार्यक्रम रहेको बेला जानकारी गराउँदछु। दीक्षान्त पश्चात कार्यक्षेत्र प्रवेशको लागि प्रमुख अतिथिज्यू समक्ष अनुमति लिन मञ्चतर्फ आउँदै हुनुहुन्छ दीक्षान्त परेड कमान्डर प्रशिक्षार्थी प्रहरी जवान योगेश थापा। श्रीमान, दीक्षान्तको आज कार्यक्षेत्र प्रवेशको लागि
अनुमति चाहन्छ? अनुमति छ। दीक्षान्त कोच शस्त्र गर्ला दीक्षान्त कोच दाहिने बायाँ मोडा गर्ला दाहिने बायाँ फट प्रमुख अतिथिज्यूको अनुमति पश्चात दीक्षान्त कवास मैदानबाट विधिवत आफ्नो कार्यक्षेत्र प्रवेश गर्ने क्रममा अगाडि बढिरहेका छन् ब्रिगेड प्रहरी जवानहरू।
कार्यक्रम अनुसार यस पश्चात ब्यान्ड डिस्प्ले
आजको दीक्षान्त समारोहका अतिथिज्यूहरूसँग भर्खरै दीक्षित हुनुभएका प्रहरी जवानहरूको फोटो सेसन कार्यक्रम रहेको हुँदा मञ्चको अगाडि शरीक भइदिनु हुन अतिथिज्यूहरूमा सादर निवेदन गर्दछु। नाम पढ्ने सम्झिने चिन्ह सुशोभन गरिदिनु हुन अभिभावकज्यूहरूमा अनुरोध गर्दछु। अभिभावकहरूमा हामीले प्ले कार्डहरू राखेका छौँ। 10वटा टोलीमा 10वटा प्ले कार्डहरू छ। टोली नम्बर अनुसार अभिभावकज्यूहरूलाई अगाडि गई दर्जनी चिन्ह सुशोभन गरिदिन हार्दिक अनुरोध गर्दछु। साथै प्रमुख अतिथि र अतिथिज्यूहरूमा मञ्च अगाडि रहेका पक्षधारतीहरूलाई भर्खरै दीक्षित जवानहरूलाई दर्जनी चिन्ह सुशोभन गरिदिनु हुन समेत हार्दिक अनुरोध गर्दछु। मञ्चको दक्षिणपट्टि 6, 7, 8, 9, 10 नम्बर टोली रहेका छन्। क्रमशः मञ्चको उत्तर पश्चिमबाट 1 नम्बर टोली हुँदै मञ्चको दक्षिण पश्चिमसम्म 10 नम्बर टोली रहेको बेहोरामा अभिभावकज्यूहरूमा जानकारी गराउँदछु। क्रमैसँग मञ्चको उत्तर पश्चिमपट्टिको कर्नरबाट 1 नम्बर टोलीहरू राखिएको छ। त्यस्तै गरी मञ्चको सिधै उत्तर पूर्वमा 3, 4, 5, 6 नम्बर टोली राखिएको छ भने मञ्चको दक्षिण पूर्व 7, 8 र मञ्चको दक्षिण पश्चिममा 9, 10 टोलीहरू रहेका छन्। मञ्चको उत्तरपट्टि 1, 2, 3, 4, 5 नम्बर टोली रहेका छन्। क्रमशः भने मञ्चको दक्षिणपट्टि 6, 7, 8, 9, 10 नम्बर टोली रहेका छन्। क्रमशः मञ्चको उत्तर पश्चिमबाट 1 नम्बर टोली हुँदै मञ्चको दक्षिण पश्चिमसम्म 10 नम्बर टोली रहेको बेहोरामा अभिभावकज्यूहरूमा जानकारी गराउँदछु। क्रमशः मञ्चको उत्तर पश्चिमपट्टिको कर्नरबाट 1 नम्बर टोली राखिएको छ। त्यस्तै गरी मञ्चको सिधै उत्तर पूर्वमा 3, 4, 5, 6 नम्बर टोली राखिएको छ भने मञ्चको दक्षिण पूर्व
आदरणीय अतिथि महानुभावहरू, यस पश्चात विवाह खानाको कार्यक्रम रहेको हुँदा विवाह खानाको लागि टोली नम्बर 1 देखि टोली नम्बर 5 सम्मका अभिभावकजीहरूलाई हाम्रो भर्खरै विकसित भएका प्रहरी जवान भाइहरूले रोल कल गराउन लिएर जान अनुरोध गर्दछु। साथै 6 नम्बर टोलीदेखि 10 नम्बर टोलीसम्मका भर्खरै विकसित भएका प्रहरी जवान भाइहरूले आफ्ना 6 देखि 10 सम्मका अभिभावकहरूलाई भर्खरै चाहिँ यो मञ्चको सिधै पूर्वतिर रहेको स्टलमा गएर खानाको लागि व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछु। साथै हाम्रा स्टाफहरू सङ्गीत टोलीहरूलाई हाम्रो अफिस अगाडि खानाको स्टल राखिएको छ, त्यहाँ गएर विवाह खानामा सरिक भइदिनु हुन हिजोदेखि भन्दा 1 देखि 4 यता 6 देखि 8 यता 9 10 वटा हुन्छ कि टोली नम्बर 10 का भाइहरूले आफ्ना अभिभावकहरूलाई अफिस अगाडि रहेको स्टलमा खानाको व्यवस्थाको लागि लिएर जानु हुन अनुरोध गर्दछु। टोली नम्बर 1, 2, 3 र 4 का भाइहरूले आफ्ना अभिभावकहरूलाई लोकल ग्राउन्डमा रहेको खानाको स्टलमा लिएर जान अनुरोध गर्दछु। त्यसै 5, 6, 7 र 8 नम्बर टोलीका भाइहरूले आफ्ना अभिभावकहरूलाई यो मञ्चको सिधै पूर्वपट्टि रहेको स्टलमा खप्पर जाने कोठारी रहेको स्टलमा लगी खाना खाने व्यवस्था मिलाउनु हुन अनुरोध गर्दछु। साथै टोली नम्बर 9 र टोली नम्बर 10 का भाइहरूले अफिस अगाडि रहेको स्टलमा आफ्ना अभिभावकलाई लिएर जान पनि म अनुरोध गर्दछु। प्रयुक्तिकारी महाविद्यालयका स्टाफहरू सबै अगाडि सामेल हुने र कुर्सीको व्यवस्थापन गरिदिने। सेराबाट औठाबाट आउनुभएको गुरुआहरू हुनुहुन्छ, विभिन्न अन्तबाट आएको अतिथिहरू सबैलाई ती एउटा स्थलमा कुर्सीको व्यवस्थापन गर्न सहयोग गर्ने।